मूल धार भन्नेहरू, अर्कोतिर मधेसी जनतालाई, नेपाली उत्पीडित जनतालाई मुक्ति दिलाउने नाममा खुलेका पार्टीहरू, चाहे त्यो मधेसी मोर्चा होस्, चाहे त्यो संघीय गठबन्धन होस्, आज यो कालो संविधान जसले पहिचानलाई सुरक्षित गरेको छैन, प्रदेशहरूको सीमाङ्कन सुरक्षित गरेको छैन, जसले यथास्थितिलाई कायम राख्ने प्रयास गरेको छ, त्यो संविधानलाई जलाउनका लागि 60 जना भन्दा बढी वीर सपुतहरूले शहादत प्राप्त गरेका छन्। 60 जना भन्दा बढी वीर सपुतहरूले आफ्नो प्राणको आहुति दिए। करोडौं लाखौं जनता सडकमा उत्रिएर यसको विरोध गरे र आन्दोलनलाई चालाकीपूर्ण तरिकाले नेतृत्व लिने मधेसी मोर्चा संघीय गठबन्धनले आज त्यो 60 जना शहीदको लाई अपमान गरेर त्यही संविधानलाई मानेर आज यो सरकार जुन बनेको छ, यो मधेसी मोर्चाको सरकार हो, संघीय गठबन्धनको सरकार हो। यो मधेसी मोर्चाको नाटक एकातिर प्रचण्डजीको सरकारले, यो सरकारले संविधान दिवसको दिनमा मेणबत्ती बाल्ने निर्णय गर्छ, अर्कोतिर त्यही मधेसी मोर्चा जसको समर्थनमा सरकार बनेको छ, त्यही मधेसी मोर्चा जसले यो सरकारलाई बनाएको छ, त्यो मोर्चा कालो दिवस मनाउने निर्णय गर्छ। यस्तो दोहोरो नाटक गरेर नेपाली जनतालाई मूर्ख ठान्ने प्रयास यिनीहरूले गरेका छन्। तर म भन्न चाहन्छु, नेपाली जनता मूर्ख छैनन्। नेपाली जनताले अब नयाँ नेपाल निर्माणको लागि नयाँ पार्टी, नयाँ पुस्ता अनि मात्रै नयाँ नेपालको निर्माण हुन्छ भन्ने कुराका साथ, उद्घोषका साथ अगाडि बढ्दैछन्। आदरणीय जनसमुदाय, आजको यो उपस्थिति म भन्न चाहन्छु, नेपालको राजनीतिक परिदृश्यमा देखा परेका कमी कमजोरीहरू हामी हेर्छौं। सबैको घोषणा पत्र पढ्नुस्, धेरै राम्रो छ। एमालेको चुनावी घोषणा पत्र, कांग्रेसको चुनावी घोषणा पत्र, माओवादीको चुनावी घोषणा पत्र र पार्टी घोषणा पत्र पढ्नुस्। तर संविधान सभाको निर्वाचनमा जारी गरेको आफ्नै घोषणा पत्रको विरुद्धमा, पहिचानको विरुद्धमा, संहिताको विरुद्धमा, जनतालाई अधिकार सम्पन्न बनाउने कुराको विरुद्धमा यिनी आज उभिएका छन्। म भन्न चाहन्छु, अब हामी नेपालको राजनीतिमा मेरो आवाज जहाँसम्म गइरहेको छ, आदरणीय जनसमुदाय, म आग्रह गर्न चाहन्छु कि नेपालको राजनीतिमा अब बोली र व्यवहारको एकरूपता भएको नेता र पार्टीलाई मात्र साथ दिनुहोस्। काठमाडौँमा एउटा कुरा बोल्ने, हेटौडामा गएर अर्को कुरा बोल्ने, चुनावमा एउटा कुरा गर्ने, सत्तामा आएपछि अर्को कुरा गर्ने, यस्ता नक्कलीहरू, यस्ता खोल ओढेकाहरूबाट अब हामी सावधान हुनुपर्छ। यो पार्टी, नेपाल संघीय समाजवादी पार्टी, अब राजनीतिको क्षेत्रमा बोली र व्यवहारको एकरूपता गर्न चाहन्छ। यो पार्टीको नेताले, यो पार्टीको कार्यकर्ताले जे बोल्छ त्यही गर्छ, जो गर्न सकिँदैन त्यो बोल्दैन। त्यसकारणले यो पार्टी बोली र व्यवहारको एकरूपता चाहन्छ। अर्को कुरा, यो पार्टी यो देशमा पुरस्कार र दण्डको व्यवस्थापन चाहन्छ। यो पार्टीले यो देशमा आजसम्म मैले सुनेको थिएँ कि यो सतीले सरापेको देश हो। यहाँ जसले राम्रो गर्न खोज्छ त्यसले सजाय पाउनु पर्छ। अब सतीको शराबको पनि टाइम अवधि होला, त्यो टाइम अवधि सकिसक्यो। अब हामी पुरस्कार र दण्डको व्यवस्थापन गर्न चाहन्छौं। हामी यो मुलुकमा राम्रो गर्नेलाई सम्मान गर्न चाहन्छौं। हामी यो मुलुकमा गलत गर्नेलाई दण्डित गर्न चाहन्छौं। जुन देशमा, जुन पार्टीमा, जुन संस्थामा पुरस्कार र दण्डको व्यवस्थापन हुँदैन, त्यो देश, त्यो समाज, त्यो
अगाडि बढ्न सक्दैन। म विश्वास दिलाउन चाहन्छु हामी पार्टीबाट सुरु गर्छौं र सम्पूर्ण नेपालमा अब राम्रा गर्नेहरूको दिन आउनेछन्, राम्रा गर्नेहरू सम्मानित हुनेछन्। हामी पुरस्कार र दण्डको व्यवस्थापन गर्न चाहन्छौं। र तेस्रो कुरा, हामी यो मुलुकमा सही मान्छे सही ठाउँ, राइट पर्सन राइट प्लेस, नाताको आधारमा, जातको आधारमा, धर्मको आधारमा, पैसाको आधारमा होइन। जो मान्छे जे गर्न लायक छ हामी निष्पक्ष रूपमा त्यो मान्छेले त्यो ठाउँ पाउनु पर्छ, राइट पर्सन राइट प्लेस पाउनु पर्छ भन्ने अवधारणाका साथ अगाडि बढ्न चाहन्छ। हाम्रो पार्टी यो पार्टी मात्रै होइन, यो एउटा क्रान्ति हो। यसले नेपाल भित्रका राजनीतिक क्षेत्रका विकृतिहरू, राजनीतिक क्षेत्रमा देखिएका भ्रष्टाचारहरू, राजनीतिक क्षेत्रमा देखिएका गलत तौर तरिकाहरूको अन्त गर्न चाहन्छ। यो मुलुकमा हामी चौतर्फी रूपमा भले हामी थोरै हौला, हामी थोरैले सुरु गर्छौं, तर आजको सभाले देखाएको छ कि जनता अब एउटा इमानदार, सशक्त र देशलाई सम्पूर्ण खालको संकीर्णताबाट माथि उठेर राष्ट्रलाई मूल आधार बनाएर हिँड्न सक्ने व्यक्तिको, पार्टीको खोजी नेपाली जनताले गरिरहेको छ। हामी त्यो ठाउँ दिन चाहन्छौं, त्यसको पदपूर्ति गर्न चाहन्छौं। आदरणीय जनसमुदाय, म यो कामको जिम्मेवारीको लागि, मुलुकमा सुशासनको स्थापनाको लागि, अधिकार सम्पन्न जनतालाई बनाउनका लागि, जनतासँग जुन घातहरू, विश्वासघातहरू भएका छन् र जनता निराश र आक्रोश अवस्थामा हो, म यो मञ्चबाट भन्न चाहन्छु, आदरणीय जनसमुदाय निराश नहोस्। प्रचण्डजीको हात बन्दुक उठाउन काप्या होला, अरू पार्टीहरूका साम्यवादका, समाजवादका सपना चकनाचुर भएका होलान्, तर नेपाली जनताका सपूतहरू अब अगाडि बढ्नेछन्। यो मुलुकलाई एउटा समृद्ध नेपाल, शान्त नेपाल, समानता, सामाजिक न्यायको जगमा उभिएको नेपालको निर्माण गरेरै छोड्नेछन् भन्ने कुरा म यहाँहरूको बीचमा राख्न चाहन्छु। हामी गम्भीरताका साथमा यो देशका समस्याहरू, हाम्रो विश्वास छ कि जबसम्म यो मुलुकमा जनताको बीचमा समानता हुँदैन तबसम्म राष्ट्रिय एकता बलियो हुन सक्दैन। जबसम्म सबैले अधिकार पाउँदैनन्, जबसम्म सबैले पहिचान पाउँदैनन्, राष्ट्रिय एकता बलियो हुँदैन। हामी नेपाली जनताको बीचको विश्वासलाई बढाउन चाहन्छौँ, सबै खालको साम्प्रदायिकताको समाप्त गर्न चाहन्छौँ। जनता, उत्पीडित जनता बीच ल्याइएको फाटोलाई हामी अन्त गर्न चाहन्छौँ र हामी यो मुलुकमा एउटा यस्तो राज्य व्यवस्था जो शोषण रहित समाजको निर्माण गर्न चाहन्छौँ। त्यसको लागि आज यो मञ्चबाट सानो टिमको म घोषणा गर्न गइरहेको छु। यो टिम भनेको आजदेखि महाधिवेशनसम्म जति पनि पार्टीका साथीहरू हुनुहुन्छ या यसमा आबद्ध हुनु चाहनुहुन्छ, महाधिवेशनसम्मका लागि हामी सबै संस्थापक सदस्य हौं। महाधिवेशनसम्म हामी सबै यो पार्टीको संस्थापक सदस्य हो। मेरो आह्वान छ कि यो मुलुकलाई अगाडि बढाउनका लागि, मुलुकमा सुशासनको स्थापनाका लागि अब नेपाल संघीय समाजवादी पार्टी यहाँहरूको बीचमा आउँदैछ र त्यसको नेतृत्व मेरो सपना त के हो भने, हाम्रो पार्टीको सपना
कि हामी जसरी नेपाली जनता भूगोलमा बसेका छन् त्यसरी नै नेपाली जनता पार्टीहरूमा पनि बस्न पाउनु पर्यो। त्यसरी नै नेपाली जनता संसदमा पनि बस्न पाउनु पर्यो। त्यसरी नै नेपाली जनता सरकारमा पनि बस्न पाउनु पर्यो। त्यसकारणले हामी त्यस्तो नेपालको निर्माणका लागि नेपाल संघीय समाजवादी पार्टीको केन्द्रीय तदर समिति आज घोषणा गर्दैछौँ। तर यो केन्द्रीय तदर समिति अहिले हामीले थोरै बाँडफाँड गरेर बनाउँदैछौँ। यो बीचमा केन्द्रीय कमिटीको बैठक बसेर फेरि पनि हामी पद जुन पदाधिकारीहरू छन् उहाँहरूको पद पूर्ति गर्छौँ। धेरै पार्टीहरू हामीसँग एकीकरण गर्न तयार भएका छन्, सहकार्य गर्न तयार भएका छन्, पार्टी टु पार्टी एकता गर्न तयार भएका छन्। ती सबै पार्टीहरूलाई समेटेर फेरि पनि हामी फुल फेज केन्द्रीय कमिटी बनाउने छौँ। तर अहिलेको लागि हामी एउटा सानो